मुकुमुकुम्या जन्ते बाख्रो राम्रो गर्ला किनभने माउथ पब्लिसिटी नै हो दर्शकहरूले अब अहिले विश्वास गर्नुभएको प्लस त्यसमा हाम्रो कन्टेन्टहरू पनि मन पराइदिनु भएको माया त गरिएको कसले हुँदैन र सबैले आफ्नो आफ्नो तर्फबाट होइन सक्दो माया लाइफमा एकचोटि होइन धेरैचोटि गरेको हुन्छ। आउँदाखेरि पनि यति धेरै दर्शकहरू देख्न पाउँदाखेरि चाहिँ एकदम खुसी लागेको छ। गराउनु भएको छ फिल्मलाई इन्टरटेनिङ भन्नुभएको छ अनि प्लस फिल्मले चाहिँ होल्ड गराउन सकेको छ। धेरै आसियो एकदम राम्रो लाग्यो एकदम राम्रो छ सोचे भन्दा राम्रो हैन एकदम राम्रो छ बबाल छ। हली मन पर्यो हरीको बिग फ्यान मन पर्यो धेरै चाहिँ को मन पर्यो हरी नै मन पर्यो हलीले के भन्नुहुन्छ त गर्नु भयो भेटेर सोगात मल्ललाई गरेन कस्तो लाग्यो म त किन भनि राम्रो बनाएको मुभी हैन एकदम राम्रो छ बबाल छ एकदम राम्रो छ धेरै राम्रो छ मुभी एकदम राम्रो छ। अरू साथीहरूलाई पनि आएर यसरी ह्याप्पी नभन्न चाहन्छु। धेरै आसियो एकदम राम्रो लाग्यो एकदम राम्रो छ सोचे भन्दा राम्रो छ फिल्म त धेरै यो फिल्म राम्रो छ खोइ के धेरै राम्रो भन्नु सबै यो सुरुबाट लास्टसम्म नै ठिकै छ जे होस् फिल्म त हिरोहरूको एक्टिङ अब होइन लभ स्टोरी त्यो सबै ठिकै छ क्या जे पनि लास्टसम्म मैले चाहिँ एकचोटि चाहिँ हिरो मऱ्यो भन्नु सोचेको तर लास्टमा मरेन त्यो चाहिँ अलिक ठिक लाग्यो क्या अरूभन्दा त्यो सिन चाहिँ है त यति नै दिन्छु अलिक अप्ठ्यारो लाग्छ है फर्स्टचोटि हो। ठिक लाग्यो एकदम राम्रो लाग्यो एकदम रमाइलो लाग्यो सुरुदेखि नै आफ्नो बेला पनि सम्झिनु भयो एकदम हेलो के कस्तो पाउनु भयो रेस्पोन्स हली मन पर्यो हली आई लभ यु भनिराख्नु तपाईँलाई त सबैजनाले हजुर जसले यहाँ भर्खरै भेट्दाखेरि सबैले मन पराउनु भएको छ थ्याङ्क यू भन्छु आइदिनु भएकोमा। हजुर होइन रियल लाइफमा कसैको लागि मर्नकै लागि तयार हुनु भएको छ मर्न त्यसै त छैन जे होस् अब मायामा चाहिँ नि अब पक्कै पनि परिएको भइहाल्छ नि मायामा परेर मर्नु नै पर्ने खालको सोच एकछिनको लागि पनि आएको छ बरु म मर्दिन्छु भन्ने खालको त्यस्तो चाहिँ नि आएको छैन कहिले पनि आएको छैन त्यस्तो छैन। ओके गरिमाजी कस्तो माया पाइराख्नु भएको छ यो मर्निङको टाइममा दर्शकहरूले मन पराउनु भएको छ फिल्मलाई इन्टरटेनिङ भन्नुभएको छ अनि प्लस फिल्मले चाहिँ होल्ड गराउन सकेको छ। हामीलाई बोर लागेन फिल्म हेर्दाखेरि कति ठाउँमा हामी हाँस्यौँ अथवा कति ठाउँमा हामी फेरि इमोसनल भयौँ सो त्यो दुइटै कुरा एकदम ब्यालेन्स भएको छ फिल्ममा भन्ने रेस्पोन्स पाइरहेको छ। एकदम एक्साइटेड छौँ र अब यस्तै नै राम्रो माउथ पब्लिसिटी हुँदै गयो भने पक्कै फिल्मले राम्रो गर्छ भन्ने छ। अब अलिकति म आफू पनि नयाँ भएको हुनाले दर्शकहरूले कस्तो गरे होला अथवा कस्तो होला फिल्म भन्ने एउटा हुन्छ नि त कन्फ्युजन त्यो त एकचोटि फिल्म हेर्न आएपछि चाहिँ सकभर धेरैजनाले चाहिँ भनेअनुसार राम्रो छ फिल्म रमाइलो छ भन्नुभएको छ। यसरी चाहिँ पहिलो हो तर अगाडिको फिल्ममा पनि आएको चाहिँ छु। रमाइलो लागिरहेको छ। अब सबैजना फोटो लिन खोज्नुहुन्छ अनि त्यो देख्दाखेरि चाहिँ ल यो चाहिँ मेरो ठाउँ हो है भन्ने अनुभव हुन्छ। अनि म हिसाबलाई चाहिँ कतिजनाले आई लभ यु भने त आज त्यस्तो भन्नुभएको छैन सबैजनाले चाहिँ अब फिल्मकै प्रतिक्रियाहरू दिनुभएको छ दर्शकहरू सबैजनाले। हामीले पनि अब त्यही कुरा नै सोधिरहेको छौँ नि त फिल्म कस्तो लाग्यो अब हाम्रो काम कस्तो लाग्यो मिहिनेत कतिको देखिएको छ भन्ने कुराहरू नै सोधिरहेको छ त्यही भएर आई लभ यु चाहिँ कसैले भन्नुभएको छ। बेस्ट कम्प्लिमेन्ट के रह्यो आजको फर्स्ट सो नै होला इन्टरटेनिङ छ फिल्म भन्ने चाहिँ धेरैजनाले भन्नुभयो अनि प्लस अब फर्स्ट हाफ अझै बढी मन पराउनु भएको छ दर्शकहरूले। ल थ्याङ्क यू ल अब त्यहाँ हलमा भनिराख्नु भएको छ हरि मन पर्यो भन्दा अब मलाई भने हो कि आफै कन्फ्युज भइरहेको छु म किनभने फिल्ममा पनि त्यही कन्फ्युजन छ होइन अनि अहिले दर्शकले भन्दाखेरि म आफै कन्फ्युज भइरहेको छु मलाई भने हो कि कसलाई भने हो कि सगातलाई भने हो कि दर्शकहरूले त तपाईँलाई डोरीले पनि बाँधेर नि त हलमा हो होइन बाँधेन डोरीले बाँधेन मायाले चाहिँ बाँधे फोटोसोटो खिचाए। दर्शकको मायाको डोरीको बधाई कस्तो हुँदो रहेछ एकदम राम्रो एकदम मजा आउँदो रहेछ यो बिहान हलमा आउँदाखेरि पनि यति धेरै दर्शकहरू देख्न पाउँदाखेरि चाहिँ एकदम खुसी लागेको छ किनभने अब शुक्रबारको दिन अर्ली मर्निङ सोजमा पनि यसरी मान्छे देख्दाखेरि चाहिँ ओहो अनि उहाँहरू सबैले इन्जोय गरिराख्नु भएको थियो। मलाई चाहिँ अलिकति डर लागिरहेको थियो इन्जोय गर्नुहुन्छ कि हुँदैन भनेर बट इन्जोय गरेको देखेर खुसी लागेको छ। ल आउनु स्वागत पनि आउनु भएको छ।
वडा फ्या फ्या हो त सो व्हाट अ ब्युटिफुल लेडीहरुले के भन्नुभयो त आज तपाईलाई चाहिँ अब ब्युटिफुल लेडीहरूले धेरै कुराहरू भन्नुभएको छ फिल्म पहिलो सोमै यति मजाले मन पराएर प्रतिक्रिया दिनुभएको छ हामी सबैको केही क्याची डायलगहरू उहाँहरूको मुखमा पनि झुन्डेको रहेछ राम्रो छ प्रतिक्रिया दर्शकहरूले कुन डायलग चाहिँ मजाले भनिराख्नु भएको थियो अब एउटा त त्यही अहिले हजुरलाई भनेको वाट अ ब्युटिफुल केटी भन्ने भइहाल्यो अनि हाम्रो त्यसैलाई जोडेर सौगात दाईको जुन आएको छ फोट भयो कि होइन चोट खाए कि खोज भन्ने जुन हेर्न रात नै पर्नुपर्छ भन्ने दाईको भइहाल्यो सम्झना ड्याडी त मुखमुखै लाग्दै हुन्छ भन्ने वाट अ फ्या फ्या यी सबै चिजहरू दर्शकको मुखमा झुन्डेको देख्दा खुसी लागेको छ है दाइ जस्तो कि फोट भयो कि केटी मनपर्छ कि चोट खायो कि यो फिल्ममा भनेकै जस्तो अलि राम्रै हुँदो रहेछ जस्तो लाग्छ मलाई किन के फरक हुँदो रहेछ चोट खाएकोबाट चाहिँ के हुने रहेछ र जस्ट रमाइलो एउटा त्यतिकै भन्दै त्यस्तो केही छैन त्यसमा एकदम विचार विमर्श गरिसकेको छैन सुन्दाखेरि राम्रो लाग्यो ठिक छ त्यो चाहिँ मन पर्यो भन्ने भयो ओके यतातिर चाहिँ विशेष गरी कतिको वाट ह्यान्डसम केटा भनेर कतिको पछि लाग्नु भयो त दर्शकहरू अब पछि लाग्न त लाग्नुहुन्छ तर अब लिएर जाने कुरा भएन है फेरि ठिकै छ राम्रै छ रेस्पोन्स राम्रै छ हजुर सो तपाईँको भाषामा अरू दर्शकलाई कसरी बोलाउनुहुन्छ त अब ओ माई गड यो त कस्तो सजिलो कुरा दर्शकहरू आइदिनु होला फिल्म हेर्नु होला होइन अनि प्रतिक्रिया दिनु होला राम्रो लागे पनि भनिदिनु होला नराम्रो लागे नि भनिदिनु होला हामी फेरि अर्को मुभीमा फेरि त्यसलाई के कमजोरी छ त्यसलाई सुधारेर काम गर्ने मौका पाउँछौँ त्यसको लागि चाहिँ हलसम्म आएर हेरिदिनु होला वाट अ मुभी भनिदिनु होला त्यही हो ओके बेस्ट कम्प्लिमेन्टहरू के पाउनुभयो तपाईँ आफैले चाहिँ त्यस्तो बेस्ट कम्प्लिमेन्ट भन्दाखेरि चाहिँ अब स्वाएको छ जुन क्यारेक्टर मैले गरेको छु त्यसमा स्वाएको छ अनि सौगातसँगै उभिएर सिन सेयर गर्दाखेरि पनि अक्वर्ड लागेको छैन ठिकै देखाएको छ भन्ने खालको कुराहरू चाहिँ आउँदाखेरि चाहिँ अब यसले चाहिँ एउटा एनर्जी दिएको छ भनौँ न एनर्जी एक खालको दिएको छ हजुर हजुर जस्तो कि सँगै काम पनि गर्नुभयो अझ मजाले बुझ्नुभयो होला नि त हजुर बुझेँ के बुझ्नुभयो त ऊ यस्तो ऊ सौगात रहेछ होइन अनि मान्छे चाहिँ साइलेन्ट बस्ने हाँसिराख्ने जस्तो अहिले तपाईँहरूले जति बुझ्नु भएको छ नि त्योभन्दा चाहिँ अलिकति एक छटाक बढी बुझेँ होला मैले धेरै बुझ्न पाइएन भने होइन यस्तो छ अब बुझेको कुरा मैले यहाँ भन्न थालेँ भने त 1 घन्टा त्यहीँ बित्छ होइन तर समग्रमा भन्नुपर्दा इज भेरी नाइस हम्बल एन्ड भेरी सपोर्टिभ पर्सन जसले गर्दाखेरि चाहिँ प्रोजेक्टलाई नै एउटा राम्रो एनर्जी प्रवाह हुन्छ सो त्यो क्वालिटी छ जस्तो कि हरिसँग कति कुराहरू म्याच हुन्छ तपाईँको चाहिँ कतिजनाले चाहिँ फटा रहेछ हरि भनिराख्नु लास्टमा आएर कतिको फटा हो त अब म भन्न सकिँदैन अब फटालाई पनि फटाल जस्तो भिलेनलाई पनि म भिलेन हो त लाग्दैन उसलाई पनि म हिरै हो जस्तो लाग्छ होला होइन सो मलाई त म फटै भयो भने पनि म त फटा हो भन्ने जस्तो त लाग्दैन होइन त्यो मेरो पर्सपेक्टिभ तपाईँलाई म फटा लाग्छ त मलाई म भन्दैन नि त म भन्दैन अब मैले कसरी थाहा पाउँ त भन्नु पर्यो होइन मलाई जस्तो म फटा हो भने पनि मलाई चाहिँ कसैले भनिदिनु पऱ्यो क्या मलाई अहिलेसम्म कसैले भनेको छैन आफैलाई लाग्दैन सौगाजी भन्नुहोस् फटा कि अब इमानदार मायामा केमा त रियलको कुरा हो कि बाहिर रिलसँगै जोडेर भनिदिनु रिलसँग जोडेको त्यो त एउटा पात्रको कुरा थियो बेचारा कहाँ उसलाई त्यो त अब पात्रको कुरा हो नि जे पनि गर्नुपर्ने हुनसक्छ होइन जस्तो कि मायाको लागि तपाईँ अब धेरै उयो सेक्रिफाइस गर्नुभएको छ कुन हदसम्म माया गर्नुभएको छ होइन रियलमा चाहिँ कुन हदसम्म माया गर्न सक्नुहुन्छ तपाईँ कतिको इमानदार प्रेमी हो माया त गरिएको कसले हुँदैन र सबैले आफ्नो आफ्नो तर्फबाट होइन सक्दो माया लाइफमा एकचोटि होइन धेरैचोटि गरेको हुन्छ मेरो पनि त्यही हो भन्छु अब कति त भन्न अब त्यो कसरी देखाउनु कसरी यति % थियो मेरो भनेर होइन त्यो देखाउने कुरा भएन आफ्नो तर्फबाट फुल नै हुन्छ होइन पुरै नै कोसिस गरिन्छ होला मायामा गरिमाजीको लागि मायाको लागि केही शब्द के मायाको लागि 2 शब्द माया नै हो होइन अब ठ्याक्कै एउटा पर्टिकुलर यस्तो डेफिनेसन छैन यो फिल गर्ने एउटा भाव हो सबैलाई माया गरिन्छ मैले तपाईँलाई माया गर्छु तपाईँले मलाई माया गर्नुहुन्छ रिलेसन फरक होला होइन अब दिदी बहिनी दाजुभाइ साथीभाइ बुवा मम्मी भाइ अब हुन्छ नि बोयफ्रेन्ड त्यो होला तर माया चाहिँ संसार नै माया हो जस्तो लाग्छ मलाई ओके गरिमाजीलाई चाहिँ हरि जस्तो प्रेमी चाहियो कि हली जस्तो प्रेमी चाहियो त रमाइलो त लाइफमा दुवै भयो हुन्छ होइन
मतलब दुवै क्वालिटी एकै मान्छेमा त्यही मतलब क्वालिटी एउटै मान्छे अलिकति रमाइलो पनि होस् अब इन्टरटेनिङ सेन्स अफ ह्युमर भएको अनि अलिकति अब हुन्छ नि अलिकति पङ्की टाइपको मान्छेहरू पनि मलाई मनपर्छ प्लस त्यसमा अलिकति एफोर्ट देखाउने अलिकति केयरिङ नेचरहरू भएको पनि मनपर्छ सो दुइटै क्वालिटी एउटै मान्छेमा थ्याङ्क यू आसिफ दाई एक्सपिरियन्स हुनुहुन्छ नि त होइन र एक्सपिरियन्स हो अब कति पछाडि अब यसरी हलमा हिँडिरहँदा चाहिँ आज जुन तरिकाको क्रेज देख्नुभयो हामीले त्यो भित्र देख्न पाइनौँ तर बाहिर आउँदा पनि उहाँहरूको त्यो एक्साइटमेन्ट हराइसकेको थिएन होइन जुन त्यो क्रेज देख्नुभयो आज फर्स्ट सोमा अब भोलिको दिनमा कस्तो होला त आजको हेरिरहँदा के भन्नु अब यस्तो छ उहाँ हेरेका दर्शकहरूले आफ्ना साथीभाइहरूलाई पनि यो फिल्म राम्रो छ भन्ने इन्फर्मेसन प्रवाह गरिदिनु भयो भने अझ धेरै मान्छेहरू आउँछन् र यो जुन तरिकाले यसको प्रमोसन भएको छ र जुन तरिकाको प्रिमियरमा पनि हामीले रेस्पोन्स पाएका छौँ त्यो हिसाबले चाहिँ एउटा डिसेन्ट अडियन्स चाहिँ यसले पाउनुपर्छ जस्तो हामीले मान्यता राखेका छौँ तर बाँकी त अब यो फिल्म त अब हामीले पस्किसकेका छौँ अब कसरी चाहिँ खानुहुन्छ कसरी लिनुहुन्छ त्यो त अब हामीले भन्न सक्दैनौँ कतिजनाले चाहिँ आफ्नै विवाहको जन्ते बाख्रो पनि सम्झिराख्नु भएको छ बुढी आमाहरू हुनुहुन्थ्यो उहाँहरूले पनि जन्ते बाख्रो यस्तो यसरी खाइयो फेरि सम्झ्यो भन्दै हुन्छ नयाँहरूले यस्तो हुँदो रहेछ हामीलाई थाहा छैन भनिराख्नु भएको छ कि एक खालको सन्देश पनि दिइरहेको छ कतिजनाले आफ्नो मेमोरी पनि रिकल गरिराख्नु भएको छ अडियन्सले कसरी लिनु होला त अन्यले तपाईँले भने जस्तै त हो यसमा के भन्नुपर्ने छैन उहाँहरूले सबैले त्यो पुरानो कुराहरू सम्झिराख्नु भएको छ मैले पनि हेर्दाखेरि पनि गाउँकै सम्झना मैले गरेँ त्यो चाहिँ पक्कै पनि हुन्छ होला सम्झना आउने त सम्झना जता पनि सो आजको क्रेजले के लाग्छ गरिमा चाहिँ तपाईँलाई चाहिँ आगामी दिन कस्तो गर्ला त फिल्मले राम्रो गर्ला किनभने माउथ पब्लिसिटी नै हो दर्शकहरूले अब अहिले विश्वास गर्नुभएको प्लस त्यसमा हाम्रो कन्टेन्टहरू पनि मन पराइदिनु भएको छ नि त गीतले जुन हिसाबको अलिकति हाइप पक्रिरहेको छ अगाडिका गीतहरू जस्तै राम्रो भए सो त्यसले गर्दाखेरि दर्शकमा एउटा कौतूहलता छ अनि ट्रेलर पनि इन्टरटेनिङ छ अब ट्रेलरमा जति छ त्योभन्दा धेरै छ क्या फिल्ममा रमाइलो छ त्यही हो इन्जोय गर्न इन्टरटेन गर्नको लागि एउटा राम्रो अप्सन हुनसक्छ जन्ते बाख्रो तर दर्शकहरूले एकचोटि ट्रस्ट गरेर हलसम्म आइदिनु पऱ्यो त्यसपछि त एकजना आउनुभयो भने 5 जना आफैले बोकेर आउनुहुन्छ अब हलमा दर्शक बोला मुकुमुकु म्या भन्दै बाख्रोको स्टाइलमा चाहिँ दर्शक बोलाइदिउँ है त मान्छे स्टाइलमा बोलाउने किन बाख्रो स्टाइलमा बोलाउने मुकुमुकु म्या भन्दै कि ल यो मुकुमुकु म्या भन्ने गीत चाहिँ यही चलचित्रमा छ होइन गीत अनि के यो ल 1 2 3 गो मुकुमुकु म्या जन्ते बाख्रो मुकुमुकु म्या जन्ते बाख्रो म चाहिँ सोचिरहेको छु क्या यो त म त गरिदिन्छु होइन सौगातलाई कति गाह्रो भइरहेको छ भने जस्तो मुकुमुकु म्या गरिदिनु पर्ने यो फिल्म हलहरूमा लागिसकेको छ दर्शकको पहिलो रिभ्यू हामीले पाएका छौँ सबैले मन पराइराख्नु भएको छ दर्शक हलबाट निस्किँदाखेरि खुसी भइराख्नु भएको छ तपाईँहरू पनि हेरेर आइदिनुहोस् एकदम पारिवारिक चलचित्र माया प्रेम सम्बन्धी चलचित्र यसमा हाँसो छ रमाइलो छ दुःख छ एउटा गाउँको कथा छ परिवेश छ एउटा फ्यामिलीको कथा छ तपाईँ आफ्नो घरको सानो सदस्यदेखि ठुलो सदस्य सबैलाई बोकेर आउन सक्नुहुन्छ यो चलचित्र हेर्नको लागि एकदमै मनोरञ्जनात्मक चलचित्र बनेको छ आएर हेरिदिनु होला जन्ते बाख्रो हाम्रो चलचित्र थ्याङ्क यू सो मच थ्याङ्क यू आजको लागि नेपाल